टाइम बस्नु अलि ज्यादा अलि जानु त परेन नियमले त अलि न्युरिन दिदी तपाईँको पर आमाको अगाडि आएर चाहिँ अलिक न्युरिन न नि देख्दैन कि आमाको छेउमा आएर हो त्यसरी हो दुईचोटि भएन अब एकचोटि होइन क्यामेराले फोकस गर्छ मलाई पनि अब होइन फेरि मलाई छर्दिन्छ नि त्यस्तो होइन छोइ अहिले तेरो गर्नु नि त आफू अलिक कम्ती कम्ती हालिदिनु न 3 चोटि हाल्ने हो काँधमा हाल्नु न ओखरमा राख्नु होइन ओखरमा त दिए राख्यो ओखर त ओखरा पनि पऱ्यो घर लास्टमा गर्नु अब त्यहाँ भाइलाई पुजेर अनि त्यो ओखरलाई पुज्नु अनि ओखर फुटाउन टिका लाएर टिका लगाइदिनु होइन बालेर लाँदैन पहिला टिका लाउनु होइन थोरै टिका चाहिँ किन नलाग फेरि ओखर किन बोकेको ओखरलाई लाउँदैन टिका टिका लाउनु भइहाल्छ त लगाइसकेर यो अनि युज नगर्ने रे कुन यो 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 दुइटा युज नगर्ने यो जहिले हुन्छ चोर र हुन्छ के अब यो यो हौ यो यति मात्रै युज गर्ने बालेर 3 चोटि गर्नु चोर होइन र कान्छी युज अन्त नि यो 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 बालेर 3 चोटि हेर्ने सानो घुमाउनु न भाइ ए यो त बाल्नुपर्छ त होइन सबै यही बाल्नु त्यो बाल्नु नि सलैले त्यस्तो राम्रो होइन नजोड्नु अरे यो लगिसकेर यता हेर्नु नि त नि दिदीले त त्यो यता हेर्नु त एकचोटि घुमाएको चाहिँ थाहा छ भयो उता पनि हेर्दै गर्नु बेला बेला क्यामेरामा होइन ओखर समारेको चाहिँ उफ्रिन्छ है हो चाहिँ घुमाउनु अनि कता फ्याँक्ने अनि अर्काको छानामा पुगेर हातमा आएको चाहिँ फुलमा हालिदिनु त्यो फुटेर पक्कै फुट्यो आमाको नाम छैन भेट्यो आमाको खतरा आएको छ त हुन्छ राम्रो भयो त नि फुट्यो एकछिनमा फुट्नुपर्ने म त त्यही राख्दिएँ भयो आउनु आउनु टिका लाउनु गमलामै हालिदियो गमलामा राखेको छु। हालिदियो धेरै नबोल्नु राख्ने ठाउँ छैन अनि यस्तो गरेर राख्नु आउँछु म त अलिक अलिक यता आउनु होला नि के हो एउटा ठिकै छ दिखमा हातले ड्याममै छेक्यो के गरेको त्यो दिदीले कम गर्छु कपाल चाहिँ नि त नि त्यो त भाइले गर्ने हो नि त ऊ त्यसो थाप्ने ए आफै कुद्ने रहेछ यो त एउटा नै लाउनु भाइ सानो सेतो पुरै लाउनु माथिसम्म के गरेको दिदीले टिका त अब अझैसम्म आउँदैन लामो गर्नु न टिका लामो गर्नु सेतो पुरै लामो काट्नु म धर्का जस्तो लामो गर्नु न सेतो उछालबाट अनि गर्नु। त्यहाँदेखि अझ एउटा झिक्नु नि यहाँ कस्तो नाच नकर है तिमीहरू बेसी बोलेको त सबै ब्लग गर्नुपर्छ अब अघि त्यस्तो राख्नु पर्थ्यो नि अहिले भएर मिलाउ के हुन्न नेचुरल राख्दा पनि होइन अनि मैले के गरेको भनेको छु माथिसम्म भयो अड्छ सबै रङ म सानो सानो टिक टिक एकचोटि मात्रै गर्छु नि त होइन। एकचोटि त गर्छ त नि रङ अड्छ दिदी ठिकै छ तपाईँले बढाइदिनु नि त अटेन भने के गर्नु पर्ने तपाईँले हामी भनेको बुझ्दै बुझ्नु भइ भइहाल्नु भन्दा सानो अलिक मिलाउनु दे यो सानोले मलाई सबै ठाउँमा काँटी राखेको हुन्थ्यो नि त एउटै हुन्छ भन्छ एउटाले पनि हुन्छ कि ठ्याक ठ्याक राख्छ दिदीले यस्तो गर्छ नि यस्तो गर्छ त कहाँ लाग्छ नि यसरी ठक यस्तो गर्नु न सेतोमा यहाँ सेतोमा ठक 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 राख्नु न ए मैले यस्तो गरेँ अनि त्यसरी पनि अट्छ त छोड भाइ छोड टाउको समझ न बोलु यहाँ आउनु नि पऱ्यो नि त यहीँ मानी पनि छैन अन्त यो कुम्बा मुनि पानी चाहिँ त्यसले चाहिँ छेउमा राख्नु पानीको लागि के गर्नु त्यहाँनिर पानीको लागि चाहिँ यो हुँदैन कुम्बाको त्यो मुनिको चाहिँ पानी
भाँडा सबै त्यसो कला पानी? लाग्नु अर्को पानी होला कि त्यो थालमा छ नि अर्कोमा त्यो थालको के हो त्यो पानी युज गर्दा भयो यहाँ राखेर सिलको लागि सानोले त्यसमाथि ठोक्दा हुन्छ त पानी युज गर्नु भयो भयो नमिल्नु क्यामेरामा देख्छ आउँदैन नि आउँदैन त्यसो भने अब पराएर अब त हेर्नु दुईजनाले गले म त फ्यान लगाउनु हौ फ्यान कस्तो गरम भयो आमा फेल थिच्नु त आमा फुटीले पो गरिदिएछ मलाई त नगर्नु आमा ए फुटीले मलाई बोलाएको होला बाहिर यहाँ चाहिँ मिसिन थाल्ने खासमा थापिस् त अघि त अघि कि तपाईँ पनि सिकाउँदा मलाई थाहा छ हेर्नु बोल्नु पो त आफ्नै सिजन त तिमीहरूले के बोलेर नि कति कुरा त कन्फ्युज हुन्छ म त तर मैले यहाँ चिज खिचिदिएको छु तिमीहरूले चाहिँ मलाई खिच्दैन नि सानोले चाहिँ के खिच्यो यी यसरी भाइले मलाई अघि त्यो अनुहारमा यस्तो उज्यालो देखोस् भनेर ए त्यो मैले कति गरेँ घरमा बोल्नु यता पनि यता नहेर्नु गर्ने मान्छे त्यो चाहिँ नहेर्नु नहेर्नु भाइ आमालाई पनि फोकस गरायो नि मलाई हेर्दै आमाले गर्दैछ जम्मै समाएर हाने समा ल यो फेरि गरौँ के भनेर गरेँ मैले त कति कुरा बिर्सेँ हो यस्तरी हुन्छ म त्यो सम्झाउने मान्छे हुन्छ नि अब मलाई त के प्याच हेर उता हेर गर्दै बस्यो आशिष दिएर राम्ररी हो त अन्त म बोल्छु ल हेलो एकछिन अफर गर्नलाई चाहिँ एकैचोटिमा फुटायो एकचोटिमा फुटायो कोही त उफ्रिएर जान्छ नि त एकचोटिमा फुटायो होइन तपाईँले झम्मै फुट्यो नि अरू टिका लगायो मिलाइदिनु त्यो ए माथिबाट लगाइदिनु मिलाएर गरिदिनु त्यही माथि माथि लगाइदियो कलर सबै छ भने मिलाइदिनु पानी युज गर्नु उतामा पानी लिएर युज गर्नु अलिक लिएर अनि खुट्टा घोडा टेकेर गर्दा म नदिनु सरी पानी छैन न अलिक यता आउँदैन अलिक यता त्यसो क्यामेरामा चाहिँ के युज गर्नु माथि जाने भन्दैछ कि फुटे फुटेलाई त मैले आज भाइ प्रोग्राम छ भन्नु न भने त बरु आइज भन्नु नि खाना खानु उकालो दिदी गाउँहरू जाने होइन खाना खाना आइज भन्नु पऱ्यो भनेन त्यो चाहिँ सानो भयो छोपौँ
के भन्नु यहाँ राख्नु गिफ्ट अब गिफ्ट ए माला घोप सानो तलको चुचेको बस अलिक न्युरिनु भयो भयो उता हेर्नु भयो सानो भयो 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 होस् मलाई लगा न कता लगाउन आँटेको हो कि यता सजिलो ऊ पनि छिट्टो लाउनु नपुछ्ने कि त्यो मायाहरू होइन यहाँ त्यो माया र त पुछेको भयो भयो अब अर्को कलर लगाएर यो रातो किन ऊ त जानु हुँदैन म त जान्दैछ भन नभन्दा क्यामेरामा चाहिँ के हल्ला गरेको यसो क्यामेरामा हल्ला गरेको पहेँलो लगाइदिएर रिसिन लगाइदिनु किनकि लाइट हुन्छ नि होइन भाइले मैले त माया गरेर ल्याइन के रे सारो खै एकछिन त यहाँ अन्त नाकमा त खोइ यहाँ निधारबाट झऱ्यो नाकमा झरेको चाहिँ माया मलाई त त्यो प्लेटै खनाइदिएको भयो 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 ए मैले लाइन नि अघि भाइ सानो लगाइदियो जानु अरे हटाइ चाहिँ हुन्छ होला है म त अन्किन्छु अब म हेऱ्यो म हेरिदिन्छु बस्नु नि त्यहाँ बस्नु उठिहाल्नु। म त हेरिदिनु पर्यो अहिले अहिले शान्ति बसिरहेको नि तपाईँ चुपचाप तपाईँलाई लागिन्छ कस्तो ठुलो मान्छेहरू नि सानो मान्छे जानु भनेको होइन चाउने परिसक्यो त्यसै गरेर हाम्रो भने बेसी चाउने परिसक्यो यसको पातलाबाट गाला चाहिँ मोटा हामीले खास भाइले दिनुपर्छ हामी दिनुपर्छ तपाईँले दिनु क्यामेरामा थियो होइन त्यो क्यामेरा भन्नुपर्छ गर्छु कि त्यो चाहिँ लाउनु पर्ने थियो रातै रातो भयो त्यो अघि यसको घोडामा ठोकेर प्लास्टिक भयो अर्को साल उताबाट अझै भएन टुटपिट होइन त्यो कपास खाने कपासले के इयरबड अब लास्ट धन्यवाद कति महँगो भएन भयो यसले हेरेन क्यामेरामा क्यामेरा हेर्नु सानो त आउँदैन होइन न्युरिन आयो होइन आयो ओर्नु टाढो पर्यो कोटो टाढो पर्यो ल मेरो टर्न ल आउनु न त्यही दुईजना दिएन तिनै आए चल्छ ल आउँछ कि आउँदैन आएन आएन ल उता हेर्नु एउटा ह्यान्डले दिएको ल अब शान्ति गर्न अलिक न्युरिनु यसरी बस्नु जानु हाँस्नु मेरो घोडाले हुँदैन हाँस्नु त ल भयो पैसा चाहिँ छैन यही हो पैसा त पैसा त छ तर नदिने पर्दैन